तर हामी यहाँ डिसी साहब एसपी साहब हामी सबै यो गेजिङ बजारको उतापट्टि साक्योङ जाने बाटो छ नि यो बाटो चाहिँ सिङ्किङ एरियामा यो साक्योङपट्टिको सबै जनताले कम्प्लेन गरेर ओएसडी साहबहरू सबै लागेर यहाँ हामीलाई भिजिट गरेर आएको छौँ अनि यहाँ हाम्रो तपाईँको डी साहब पनि हुनुहुन्छ सबै छौँ हामी बजारको एउटा काम गरिदिनु पर्ने भयो यहाँ यो जुन चाहिँ सिङ्किङ एउटा पहिरो गएको छ नि जहाँ हिलो भएर गाडी बस्छ पहिला पनि एउटा प्रब्लम भएर हामीले भनेर फेरि एडभान्समा अलिकति काम गरेर गाडी चलाएको थियौँ अब यो समरमा त पुरा प्रब्लम हुने भयो मेन्टेनेन्सबाट कहाँबाट हुन्छ यसलाई प्रबन्ध गरेर नि सर हाम्रो यहाँ जामिन सर हुनुहुन्छ अलिकति यसो एडभान्समा गर्न सक्ने सरदार बाबु उहाँलाई भनेर म डी साहब यहीँ हुनुहुन्छ कि तपाईँको बजारसम्म नै गरिदिनुपर्छ बजारमा चाहिँ त्यो नाली माथि भरिएर भित्र मैला भएर चाहिँ रोडमा निस्किँदो रहेछ अनि त बजार चाहिँ अलिकति युटिलिटी पर्छ तर पनि अब बजारको त्यो माथि फाटकसम्म चाहिँ यो मेटलिङ गरेर रोलाइ गर्थ्यो पेलाइ गर्थ्यो भने चाहिँ गाडी कुद्ने रहेछ सर त्यतिको लागि चाहिँ उहाँ डी साहबलाई भनेर यो समाधान गरिदिनु पर्ने भयो सर लगाउनु होइन यहीँ हुनुहुन्छ नि हामी अहिले कञ्चनजङ्घा फाटकदेखि नै सर यसलाई यसो गर्नु सर समाधान गर्नु कि उहाँलाई तपाईँले यहाँ फाइल बनाएर पठाउनुहुन्छ बाटो चाहिँ यसलाई सफा गर्ने काम र पेलाइ गर्ने चाहिँ गरिराख्नु बजारसम्म नै बनाइदिनुहोस् हो सर पर नाली अलिकति बनाएर नालीलाई अलिक डिप गरेर माथि राम्रो मेटलिङ गऱ्यो भने भइहाल्छ हुन्छ इमिडिएट गर्नुपर्ने छ सर यो हवस् यही हो सर होइन प्रब्लम यही हो यो समाधान कसरी निकाल्ने यसको दिनुपर्छ एउटा काम तपाईँको कसरी हुन्छ उहाँलाई बरु अलिक काम गर्ने मान्छेलाई जिम्मा दिएर बिल बनाएर काम गर्यो भने अब यो यस्तोमा त अब उताको मेन बाटो त्यति चाहिँ पहिरोभरि चाहिँ होइन होइन अब गाडी नै नकुद्ने स्थिति भन्दा चाहिँ यहाँ चाहिँ ढुङ्गा लाएर बनाउनु पऱ्यो राम्रो अलिकति कुद्ने नाली पर चाहिँ युडिएससीको पर्छ फेरि उहाँहरूको पर्दैन त्यो नाली क्लियर गरेर त्यहाँ पनि कार्पेटिङ गरिन्छ राम्रो हुन्छ लेबल गरेर हुन्छ सबैलाई युटी त यहाँ त छ र यही छ